के दलितको निम्ति उहाँ मात्रै लड्नु भएको थियो? कहाँ भन्नुभएको छ कमरेड प्रकाण्डले दलित र चाहिँ तपाईँको क्षेत्रगत रूपमा मात्रै कहाँ लाउनु भएको छ नारा? त्यो त दिनै कोपिला र योद्धाको रगतमाथि होइन महेन्द्र साईले अहिले रजाइ गरेको रहनु भएको छ। त्यसो भए त उहाँले एमसीसी सम्झौतामाथि महेन्द्र साईले हस्ताक्षर गर्दै गर्दा कमरेड प्रकाण्ड बीआईसीसी बाहिर जो संसद भवन बाहिर नारा लाउँदै गर्दा कमरेड प्रकाण्डमाथि चाहिँ लाठी चार्ज हुँदा ढुङ्गा चार्ज हुँदा उहाँ घाइते हुनु भएको छ। के गोलीको छर्रा मात्रै चाहिँ तपाईँको बलिदान हो, त्याग हो? के राष्ट्रघाती एमसीसी सम्झौता नेपालमा पास गर्न पाउँदैन, यो संसदले गर्न पाउँदैन भन्दै गर्दा लड्दै गर्दा घाइते हुने कुरा चाहिँ त्यो के छर्रा भन्दा कम्ती छ? उहाँले भन्नुहुन्छ संविधानमा दलितको हक अधिकारको निम्ति मैले चाहिँ हस्ताक्षर गरेको छु भन्नुहुन्छ। के उहाँले चाहिँ तपाईँको राष्ट्रघाती एमसीसी सम्झौतामाथि हस्ताक्षर गरेको भुल्नु भयो? व्याख्यात्मक 12 बुँदा भने के हो? राष्ट्रघात होइन त्यो? त्यसो भए उहाँले चाहिँ तपाईँको राष्ट्रघाती एमसीसी सम्झौतामाथि पनि त हस्ताक्षर गर्नुभएको छ, यो कुरा किन भुल्ने? त्यसैले जनतामा एउटा प्रकारको उहाँले भरम छर्ने जो कुचेष्टा गरिरहनु भएको छ, यो कुचेष्टाको पर्दाफास त हामीले गर्नै पर्छ। अनि त्यसो भए एकजना अर्को चाहिँ अहिले को थियो? पार्टी को थियो? नेता को थियो? एउटा मात्र जिउँदो पार्टी भनेको त्यति बेला चाहिँ नेपाल कम्युनिस्ट पार्टी थियो, अहिलेको जो माओवादी, त्यसको नेतृत्व कमरेड विप्लवले गरिरहनु भएको थियो, त्यसको सहायक लिडरको रूपमा कमरेड प्रकाण्डले गरिरहनु भएको छ। यो कुरा पनि भुलिदिने, यो कुरा पनि बिर्सिदिने। अनि अहिले नेपाली कम्युनिस्ट पार्टीले भन्छ नेपाली विशेषताको समाजवाद, यो नेपाली विशेषताको समाजवाद भनेको एजेन्डा हाम्रो पार्टीको हो, जसले कमरेड व्यक्तिगत हिसाबले त हामीले कसैमाथि लान्छना लाएको छौँ, हाम्रो उम्मेदवारले पनि लाउनु भएको छैन, हामीले पनि लाएको छैनौँ। तर हाम्रो उम्मेदवारमाथि एक कुरो उहाँहरू खनिँदै जाँदा हामीले भन्न पाउने त हाम्रो पनि त राइट हुन्छ। यही अधिकार र यही राइट हामीले प्रयोग गर्नु। त्यसकारण उहाँले त्यो भनिरहे मैले जोड्न खोजेको राष्ट्रिय सभा सदस्यको विकल्पले त्यो भनिरहँदा 12 वर्ष जङ्गलमा चाहिँ तपाईँको भुस खेलेर आउनुभयो। त्यसो भए 12 वर्ष जङ्गलमा भुस खेलेको चाहिँ नेता कमरेड प्रकाण्डले 35वटा जिल्लामा हतकटी सहित पुग्नुपर्छ? के त्यो भुस खेलेको थियो? के त्यो अपराध थियो? त्यो विकल्पले त्यो चाहिँ तपाईँको सेक्रिफाइस गरेर आएछन्। कमरेड प्रकाण्डले 3टा लडाइँ लडेर आउनु भएको छ। जनयुद्ध भन्दा पूर्वको अन्य अत्याचार सामाजिक विभेदको चाहिँ तपाईँको उसमा सङ्घर्ष गर्नुभएको छ। जो दलितदेखि लिएर पिछडिएको क्षेत्र, जाति, क्षेत्र, लिङ्ग सबै चाहिँ तपाईँको यो चाहिँ तपाईँको माओवादी आन्दोलन, माओवादी दृष्टिकोणमा मात्रै सम्भव छ भन्ने एउटा उठान गर्नुभयो, एउटा लडाइँ लड्नुभयो, जसले आफ्नो थाई जागिर छोडेर पनि चाहिँ तपाईँको माओवादी आन्दोलनमा लाग्नुभयो। यो पहिलो लडाइँ थियो उहाँको। दोस्रो लडाइँ चाहिँ तपाईँको 52 देखि 62-63 सम्मको निरन्तर चाहिँ तपाईँको जनताको घर दैलोमा रहनुभयो, जनताको नेतृत्व गर्नुभयो। जो अहिले कमरेड प्रकाण्डको सबैभन्दा बढी कुरा गर्ने नेता नेतृत्वहरूलाई कमरेड प्रकाण्डले नै समातेर त्यहाँ पुर्याउनु भएको। यो कुरा मलाई थाहा छ, म मजाले भन्न सक्छु, म एकदम ठौकाका साथ भन्न सक्छु होइन। क्षमता आफ्नो आफ्नो हुन्छ, तर हाँगो समाउने र बाया समाउने ठाउँ त चाहिन्छ नि। त्यो डोरेर कमरेड प्रकाण्डले पुर्याउनु भएको, जसले बाटो देखायो, जसले चाहिँ तपाईँको एउटा चाहिँ तपाईँको एउटा मार्ग देखायो,